किन हुन्छ महिनावारीमा धेरै रक्तस्राव। आजको भिडियोमा हामी महिलाहरूमा महिनावारीको समयमा धेरै रक्तस्राव किन हुन्छ र यो कुरा कसरी थाहा पाउन सकिन्छ भन्ने बारेमा कुरा गर्नेछौँ। साथै यसबाट बच्नको लागि हामी केही उपायहरूको बारेमा पनि चर्चा गर्नेछौँ। हरेक महिलामा महिनावारीको अवधि एउटै हुन्छ, जुन 28 दिनको रहेको हुन्छ भने कुनै कुनै महिलाहरूमा कहिलेकाहीँ यो तलमाथि हुन सक्छ, जसको कारण हेभी ब्लिडिङ हुने खतरा एकदमै बढ्न सक्छ। त हामी अब यस्ता कारणको बारेमा डिस्कस गर्नेछौँ जसले मन्थली साइकल डिस्टर्ब भइरहेको हुन्छ। यदि अहिलेसम्म हेल्दी लाइफको लागि नयाँ हेल्थ युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर छेउमा रहेको बेल आइकनलाई क्लिक गरेर अल नोटिफिकेसन पनि अन गर्न नभुल्नुहोला। नर्मल्ली ब्लिडिङ 2 दिनको, 4 दिनको र 1 हप्ताको पनि हुन सक्छ, तर यसमा ब्लिडिङ भने धेरै हुनु हुँदैन। पिरियडमा 5 ml देखि 80 ml सम्मको रक्तस्रावलाई नर्मल मानिन्छ। यदि हरेक महिनावारीमा 5 ml भन्दा कम र 80 ml भन्दा बढी भइरहेको छ भने यो अवस्थामा हस्पिटलमा गएर हेल्थ चेकअप भने गर्न अनिवार्य हुन्छ। रक्तस्राव कति हुँदैछ भन्ने कुरा थाहा पाउनको लागि मेन्स्ट्रुअल कप प्रयोग गर्न सकिन्छ, किनकि यो कपमा डिफ्रेन्ट मेजरिङ रहेका हुन्छन् जसले ब्लड फ्लो काउन्ट गर्न इजी हुन्छ। त्यसैगरी मेन्स्ट्रुअल कप प्रयोग नगर्ने र प्याड प्रयोग गर्ने महिलाहरूमा यो पत्ता लगाउन अलि गाह्रो हुन्छ, तर अनुमानित काउन्ट गर्ने हो भने नर्मल मिड लेन्थ प्याडमा 5 ml अब्जर्भ गर्ने क्यापेसिटी हुन्छ। प्याडको माध्यमबाट ब्लड फ्लो काउन्ट गर्नको लागि यदि तपाईँको पिरियड 4 दिनको छ र दैनिक 4 वटा प्याड युज गरिराख्नु भएको छ भने तपाईँको ब्लिडिङ 80 ml को भएको हुन्छ र यो नर्मल हो। यदि तपाईँको पिरियड 4 दिनको छ र दैनिक 4 वटा प्याड भन्दा बढी युज गर्नुहुन्छ भने तपाईँको ब्लिडिङ 80 ml भन्दा बढी भएको हुन सक्छ र यसलाई हेभी ब्लिडिङ भन्न सकिन्छ। कुनै कुनै महिनावारीहरूमा रक्तस्रावको दिनहरू बढेमा पनि तपाईँ यसरी नै यसलाई काउन्ट गर्न सक्नुहुन्छ, जस्तै कि 1 प्याड बराबर 5 ml। यदि तपाईँको हरेक महिनामा हेभी ब्लिडिङ हुन्छ र मेन्स्ट्रुअल क्लट्सहरू देखिन्छन् भने तपाईँले डाक्टरसँग परामर्श लिएर केही औषधिहरू पनि खानुपर्ने हुन सक्छ। त अब हामी कुरा गर्नेछौँ हेभी ब्लिडिङ हुने कारणहरू के रहेका छन् त। नम्बर 1 हर्मोनल डिस्टर्बेन्स। नम्बर 2 गर्भाशयमा आउने फाइब्रोइड्सका युट्रिन लम्प, फाइब्रोइड्स लम्पहरू। नम्बर 3 गर्भाशयको तहमा आउने पोलिप्स। नम्बर 4 गर्भाशयको इनर लेयर इन्डोमेट्रियमको थिकनेस बढेमा पनि हेभी ब्लिडिङ हुन सक्छ। नम्बर 5 गर्भाशयमा देखिने इन्फेक्सन, जसलाई पेल्भिक इन्फ्लामेटरी डिजिज PID पनि भनिन्छ, यसमा उच्च रक्तस्राव हुन सक्छ। नम्बर 6 थाइरोइड डिस्टर्बेन्सले पनि रक्तस्राव बढ्न सक्छ, किनकि महिलाहरूमा कहिलेकाहीँ थाइरोइड ग्रन्थीबाट हर्मोन कम पनि उत्पादन भइदिन्छ। यी र यस्ता कारणले हेभी ब्लिडिङ हुन सक्छ। केही महिलाहरूलाई यस्तो भ्रम हुन सक्छ कि शरीरबाट फोहर रगत गइरहेको छ, तर यस्तो होइन, यो एउटा मिथ मात्रै हो। त्यसैले हरेक महिनावारीमा धेरै रक्तस्राव हुँदैछ भने हस्पिटलमा गएर चेक जाँच गर्नै पर्ने हुन्छ। यदि तपाईँको हेभी ब्लिडिङ भइरहेको छ भने डाक्टर हर्मोनल कुराहरूको चेक गरेर केही औषधिहरू दिन सक्नुहुन्छ भने सोनोग्राफी पनि गर्न सकिन्छ, किनकि गर्भाशयमा कुनै किसिमको समस्या भएर पनि हेभी ब्लिडिङ भएको हुन सक्छ। आजको भिडियोमा हामीले हेभी ब्लिडिङ इन पिरियड आखिर किन हुन्छ त महिनावारीमा धेरै रक्तस्राव भन्ने बारेमा केही चर्चा गऱ्यौँ र यसको कारण र उपायहरूको बारेमा कुरा गऱ्यौँ। यदि तपाईँहरूलाई यो भिडियो मन परेको छ भने हाम्रो युट्युब च्यानल नयाँ हेल्थलाई सब्सक्राइब गर्न भने नभुल्नुहोला।